बिचौलियाले कुमारी बेङलाई पनि प्रयोग गरे, त्यसमा कुमारी बेङ पनि संलग्न भयो। कुमारी बेङ र बिचौलियाको बिचमा तपाईँ पर्नुभयो। अब हामी त पर्यो त, कसले चिन्नु त्यहाँ? उनीहरूलाई अब दायाँ बायाँ हेर्दाखेरि कोही नचिन्ने देखेपछि त अब यहाँ त अब हाम्रो प्रॉपर्टी भएको मान्छे त मै देखेँ कि त। हामीबाट चाहिँ जुन सभा र कुसुम प्रधानले चाहिँ नि रोक्का गर्ने यो पैसा निकाल्ने भनेर हामीमाथि चाहिँ जुन सही गरेर धसाएर जुन लयो त ठिकै छ त। त अनुसारमा काम हुनुपर्ने काम चाहिँ नि बैंकले किन नगरेको? तर यो 76 सालमा रोक्का भएको कालले नि लैलैमा चाहिँ उहाँहरू किन रोक्का भयो भने हामी छलङ्ग देखाउनु भएको रहेछ। यो त फेटको हो, नक्कली काम गरेको छ त्यतिबाट। अब त्यही धाकछोप गर्नलाई नि पछि आएर उहाँले चाहिँ नि त्यही कुरो चाहिँ नभनिकन चाहिँ हामीलाई अर्को शीर्षकमा चाहिँ नि 24 करोड 25 करोड म मिलाउँछु तपाईँको लोन केही छ प्रपर्टी ल्याउनुहोस् वेलकम भनेको थियो त्यतिखेर। त्यही आधारले हामी सालोले त हामी दुईजना मिलेर चाहिँ एउटा व्यवसायको लागि पैसा लियो, हाउसिङको लागि हेर्नुहोस्। अब त्यही अन्तर्गतमा तपाईँको यो प्रपर्टी राख्नु बित्तिकै भोलिपल्ट पर्सिपल्ट त यिनीहरू त सेटल गरिरहेको रहेछ। तर सही त हाम्रो मात्रै लियो चेकमा, तर सही लियो भन्नेमा पैसा पाउनु पनि पऱ्यो नि हो। तर लिखितमा चाहिँ जे जस्तो छ त्यहाँ लेखिएको गोपाल जोशी भन्ने एउटा कुमारीको स्टाफ रहेछ त्यहाँ कर्मचारी, उहाँको ह्यान्ड राइटिङ छ। पहिलोदेखि पछाडिसम्म उहाँको ह्यान्ड राइटिङ छ। अहिले पनि बुझ्न सकिन्छ कि मैले लियो कि लिएन भन्ने कुरा। हेर्नुहोस् कुमारीको कर्मचारी उहाँसँग बुझेको हुन्छ स्पष्ट सबै, उहाँले नि फरार भन्ने छ। उहाँको पैसा पाएको पनि होइन, हामीबाट गल्ती भयो भने भन्छ उहाँले पनि। अहिले पनि त्यो जानु पऱ्यो पनि त कुमारी बहिनी गयोदेखि हामी पैसा पाएको हो कि होइन, एक क्लाइन्टलाई कसरी के भएको भनेर क्वेसन गर्नुहोस्। हामीबाट पैसा पाएको पनि होइन, तपाईँको यो सरासर गल्ती हामीबाटै भएको भन्ने उहाँहरूको जानकारी पाउनुहुन्छ तपाईँहरूले। यो कुरो जानकारी हामीलाई मात्रै भएन, फ्रड त त्यही भयो। नदेखेपछि त तपाईँको यो मर्गेज भयो भने उनीहरूलाई पत्र कसरी मतलब तयार पार्यो? यो कुमारी बहिनीको चाल पनि त्यही छ। हेर्नुहोस् त्यतातिर बैङ्कको जुन छ शाखा जुन छ नै कुमारी बहिनीको उता बाह्रको, त्यहाँलाई पनि ध्यान एल्कुलेसनको गर्नु पऱ्यो कि यो हामीले रोक्का भयो भनेर चाहिँ कागज बनाउने तरिका कसको हात रहेछ? यो त हाम्रो काम होइन। अब म अहिले पीडित पनि छु, अहिले त पीडित पनि छु म। न पैसा छ न सम्पत्ति छ, सबै कालो सूचीमा हालेको छ उसले कुमारी ब्याङ्कले। अब मैले गरेको खास के छ भन्ने कुरा मलाई छिटो बुझाउनु पऱ्यो। यसमा कतै पनि मेरो सही कतै पनि त्यस मलाई धसाएको कतै पनि देख्दैन पनि। मैले सबै कुरो मिसिल पनि पढे पनि हेरेँ पनि। आदरणीय दर्शक तथा श्रोताहरू, देश विदेशमा रहनुहुने हाम्रा समस्त पाठकवर्गहरूमा म नमस्कार गर्न चाहन्छु। कुमारी बेङले विगत 5 वर्षदेखि ग्राहकहरूलाई कसरी फसाइरहेको छ, कस्तो जन्जालमा बाँडिरहेको छ भन्ने घटनाहरू हामीले योभन्दा पहिला पनि सुनेका थियौँ र आज पनि त्यस्तै पीडा त्यस्तै दुःख र त्यो जालसाजीमा पर्नुभएका एकजना पीडित हाम्रो रङ्गदर्पण मिडिया नेटवर्कमा आइसक्नु भएको छ। उहाँलाई हामी स्वागत गर्न चाहन्छौँ। हजुरलाई स्वागत छ। नमस्ते। हजुरको शुभ नाम? यस कुमार महतो हो। हजुरको घर चाहिँ कता? पाटन मङ्गल बजार हो। म खासै त्यतातिर पर्छ, मेरो पाटनतिरै हो। यो कुमारी बेङसँग भएको 5 वर्ष अगाडिदेखि निरन्तरको घटना हामीले सुनिरहेका छौँ र आज तपाईँ यही घटना लिएर आएको छु भन्नुभयो। यो घटनाको सरसर्ती विषयवस्तु के हो भनिदिनुहोस् त। खासै विषयवस्तु त मेरो त पहिला मेन कुरो त यसो भन्नुपर्ला कि मेरो लेनदेनको कुरा विषय लिएर नै आउनु पर्यो यसमा। किनकि लेनदेनको हिसाबमा नै म त खासै त्यसमा कम्पनीमा समावेश भएको थियो। म त खास त्यो शोभा साक्यकै थ्रुबाटै लेनदेन थियो मेरो। हुन त अब त्यसपछि उहाँले चाहिँ मलाई एकचोटि कन्सल्टेन्सी हायर गरेको थिएँ। हामीले त्यो कम्पनी हायर गरेको प्रक्रिया बढेको अनुसार त्यो कुमारी ब्याङ्क हामीसँग त केही सम्पर्क त थिएन। उहाँले नि मलाई कुमारी ब्याङ्कले परिचय भएको थियो त्यस बेला। लेनदेन त उहाँबाट हाम्रो त खासै थियो पनि। त्यसपछि उहाँले चाहिँ बैङ्कबाट लोन लिइदिन्छु, यसो गर्छु, म जग्गा राखिदिन्छु भनेको लैलैमै एउटा हाम्रो अर्को पार्टनर एउटा उहाँ अध्यक्ष हुनुहुन्छ अहिले,
उहाँको हिसाबबाट 50-50 सेयरमा पनि हाम्रो सभा साकेले नै हातमा लगाएको थियो मलाई। अब म लेनदेन खास त त्यो कम्पनीको सरोकार पनि थिएन, न मैले त्यो कन्सल्टेन्सी चिनेको पनि थिएन। त्यसपछि उहाँ सबै कुरो त सभाले नै ह्यान्डल ओभर गरेको थियो त्यो बेला। कुमारी ब्याङ्कमा को घटना कसरी घटेला भन्नुहोस् त? कुमारी ब्याङ्कको घटना के कसो भने चाहिँ तपाईँको यो योगेश्वर अमात्यको चिठीले नै तपाईँको यो खुल्लस्त गरिरहेछ कि यसमा। किनकि तपाईँको 2076 सालमा रक्का भएको हकबन्दीमा रक्का भएको सरकारमा, ठिक छ। अब त्यो हकबन्दीमा रक्का भएकोलाई नै लैलैमा तपाईँको यो कुमारी ब्याङ्कले के कसरी तपाईँको यो रजिस्ट्रेसन भयो मर्गेज गरेर लिएर आयो। त वास्तवमा भन्नुपर्दाखेरि त मर्गेज पनि नगरेको रहेछ। हेर्नुहोस्, मैले त्यता पनि हेरेँ। भनेपछि मलाई त फेरि फकाइ गरेर 4 सालमा पारेर यिनीहरूले के कसरी हिसाब गर्नु भने मेरो दिमागमा छ नि त। किन उनीहरूको कारण खेर जेल बस्नु पर्यो? मेरो कारण हो र त्यो? मेरो गल्ती हो र? मेरो गल्ती छ भने मेरो बसाइ तपाईँको भुक्तान गरेको ठिकै छ, म चिठी बुझाउँछु। गल्ती कसको हो? गल्ती देखाउ न। म माथि किन अन्याय भएको? अन्याय किन गर्यो? म सोझोपनलाई मलाई अलिकति उठाएको जस्तो लाग्यो कि। म बोल्दैन, हुन त बोल्दैन म, ठिक छ, ठाउँमा त बोल्नु पऱ्यो। अब बाध्यताले यहाँसम्म आउनु पऱ्यो कि मिडियासम्म आउनुपर्ने कारण त्यसैले हो कि। त्यही पनि म चुप लाएर बसिरहेको छु। किनकि तपाईँको यो केही न केही बोल्छ कि केही भन्छ कि उनीहरूले सुझाव दिन्छ कि एउटा लाइनमा आउँछ कि, त्यही हिसाबले म त चुप लाएर बसिरहेको छु। त्यही पनि यो तपाईँको यो जे जति छ तपाईँको हडप्ने काम चाहिँ नगरौँ। हेर्नुहोस्, ज्यातेमा लहर तपाईँको दुःख दिने काम चाहिँ भइरहेछ अहिले। हेर्नुहोस्, यदि तलमाथि भयो खण्डमा जिम्मेवारी सबै अहिले नै म भन्छु कुमारी ब्याङ्क, टोटल कुमारी ब्याङ्क जिम्मेवारी उहाँ लिनुपर्ने हुन्छ। म माथि जे जस्तो भयो खण्डमा अहिले यही भन्छु कि तपाईँको जिम्मेवारी उहाँ लिनुपर्ने हुन्छ। त्यो उनीहरूको यो कुसुम प्रधान र शोभा उहाँबाट किन कुसुम प्रधान पैसा मिलाउने कुमारी ब्याङ्कको समवाय थियो। अब यो शोभा साके चाहिँ नि तपाईँको यो जग्गा अब हामीलाई भिराउने यो मतलब ऊ थियो। नभए हामी लेनदेनमा कारोबारलाई कारण गर्दाखेरि यो जग्गा दिने योजना बनाएको थियो उसले। त्यसको पछाडि को कसरी बिचौलियाहरू पात्र बनाएको छ त्यो कुरो मलाई थाहा भएन। अब यो सबै मान्छेले निकालेर नै बुझ्नुपर्ने हुन्छ। यो सिओ र तपाईँको यो ब्याङ्कको सिओ र कतिको कनेक्सन रहेछ त्यो उनीहरूको। अब यो फास्ट्यागमा पैसा मिलायो हो त्यो कुरा है। यो कुरो पनि फास्ट्यागमै मिलाएको खण्डमा म पनि अचम्म लाग्यो। मान्छेहरूको लोन लिनलाई यति धपाउनु पर्छ कि महिनौ लाग्छ। कति दिनमा लोन? अब यो बुझ्नु पनि पऱ्यो नि मेन कुरो। किनकि यो कुमारी ब्याङ्कलाई केरका किन नगरेको? यो केरका त हुनु पऱ्यो नि त, त्यहाँ छाप छ, सही छ। कुमारी ब्याङ्कलाई यो ढङ्गले काम गरेछ भने देखाइरहेछ। यो किनकि छानबिन किन नगरेको? सिद्धार्थ ब्याङ्कले त्यहाँ खाता खोल्न लगाएको रहेछ, मैले त्यो पनि थाहा पाएँ। हेर्नुहोस्, केवाइसीमा त भरे पनि कम्पनीको खाता खोल्न पाइन्छ त, स्पष्ट मैसँग कागज छ। हेर्नुहोस्, स्पष्ट त्यो मोटो रकम खाएर पनि त्यो कागज तपाईँको यो के अरे कम्पनी चाहिँ खोल्न पाउने रहेछ भन्ने जानकारी पाएँ। हेर्नुहोस्, स्पष्ट भनेको यसमा सिद्धार्थ ब्याङ्कको पनि हात छ। यो सिद्धार्थ ब्याङ्कको पनि हात छ भन्नाले ब्याङ्क टु ब्याङ्क। हेर्नुहोस्, खेल त पहिल्यैदेखि उहाँहरूले खेल खेलेको रहेछ। जुन अब उहाँ त कुमारी ब्याङ्क त पहिल्यै फसेको रहेछ। हेर्नुहोस्, यो थाहा हुनाले गुप्तचर गरेर चाहिँ उनीहरूको छप गर्नुलाई नि यो कुमारी ब्याङ्कलाई चाहिँ हामी माथि। हेर्नुहोस्, हामी माथि केस चलेछ अर्कैको यहाँ मुद्दा परेछ। हामी फेरि हडपलाई मेरो घर हडपलाई चाहिँ डिआरटीमा मुद्दा चलाइदिएछ। यो के हो? अन्याय हो। यो त धेरै अन्याय त पर्यो त। पीडित पनि म, अब जेल पनि बस्नुपर्ने। अब यो पीडा पनि तपाईँको 5 वर्षसम्म भोग्नु पनि पर्ने। फेरि कानुनमाथि तपाईँको यहाँ फेरि मुद्दामाथि मुद्दा गऱ्यो के त? मैले गऱ्यो के? यो त प्रुफ त हुनु पऱ्यो नि त। तपाईँले यो केसले गर्दाखेरि तपाईँ यो परेको ठिक छ त, यो केस गर्दा त्यो गर्नु पनि पऱ्यो, देखाउनु पनि पऱ्यो नि। तर मलाई भित्र आएर विभिन्न ढङ्गले चाहिँ तपाईँको यो केस भनेर मुद्दा हाल्नु त धेरै नराम्रो कुरो हो नि त। यो मैले तपाईँलाई थोरै रोकेँ है। यसमा यो
शोभा साक्य र तपाईँको कनेक्सन के हो अथवा लिनदिन के हो यसमा जानुहोस् त तपाईँ थोरै। शोभा साकेको त हाम्रो 2075 सालमा लेनदेन थियो। लेनदेन थियो शोभा उहाँलाई साक्यबाट। जग्गा दिने भनेर उहाँलाई जग्गा दिने भनेर आह्वान गरेको थियो। त्यो अनुसारमा हामी बैना गरेको स्वरूपमा चाहिँ नि लै परेको हो। त्यो शोभा साक्यबाट शोभा साक्यले तपाईँलाई जग्गा दिने जग्गा भन्ने दिने कुरा- भनेर उहाँको आफ्नै जग्गा चाहिँ पास गर्ने, यता दिने, बेच्ने, बेचबिखन गर्ने भन्ने एउटा योजना बनाएको रहेछ उहाँले। हजुर। त्यसैको लैलेमा हामी 75 सालदेखि पछि लागेको हो। अब त्यसपछि तपाईँको अब भोलि गर्छु पर्सि गरी आलटाल गड्डा तपाईँको 2078 सालमा जग्गा दिने भन्ने योजना बनायो उहाँले। अब त्यत्रो सालमा तपाईँको जग्गा नपाएपछि, पैसा नपाएपछि उसको पछाडि लाग्ने त कुरा आएन। अचानक तपाईँको 78 सालमा चाहिँ उहाँले जग्गा दिन्छु भने चाहिँ ठिकै छ त, जग्गा त पाउनु त नभए कहाँको जग्गा के हो भने त कुरा मैले चासो पनि राखेन। जग्गा कहाँको हो भने पनि कुरो पनि गरेन। उहाँले चाहिँ सिधै भन्नुभयो कि एउटा कम्पनी छ, म तपाईँलाई मिलाइदिन्छु, त्यो कम्पनीमा तपाईँको 50-50%मा बस्नुपर्ने हुन्छ। अब यो जग्गा चाहिँ तपाईँ दिँदाखेरि यो जग्गामा तपाईँ यो जग्गा चाहिँ कम्पनीको उसमा समावेश हुन्छ, लोन चाहिँ त्यसबाट आउँछ। त्यो लोन आएको पैसा चाहिँ किनबेचमा जुन छ जग्गा धरी बिल्ल भूमिको कम्पनीमा चाहिँ तपाईँको पैसा हाल्नुपर्ने हुन्छ। आधी पैसा तपाईँको त्यही पाएको सरह भयो, तपाईँको पूर्जा पाएपछि पाएको सर हो नि त। पछि किनबेच मतलब बेचबिखन गर्दाखेरि तपाईँको यो पछि हामी चाहिँ साउँ र ब्याजमा हिसाबमा तपाईँको मिलाइदिउँला भन्ने किसिमले तर्केल लगाएको थियो। किन पेपर गऱ्यो फाटफाटी। अब तपाईँ यता जानुहोस् उता जानुहोस् भन्यो, सही गर्नुहोस् भन्यो। ठिकै छ त, मलाई पाउने त त्यही हो, जग्गाको मात्रै पूर्जा पाउने हो मात्रै। अब जसलाई जग्गा केलाउनु पनि मेरो काम होइन, कर्तव्य। किनकि मैले हायर गरेको छु मैले कुसुम प्रधानले भने उसले नि हेर्नुपर्छ जग्गा कस्तो आयो, के हो, काज कस्तो हुनुपर्छ हो। अब पैसा को दिने भयो, बैङ्कले दिने भयो। अब यस्तो बैङ्कमा पनि केलाइराख्नु जरुरी छैन। बैङ्क जसलाई त मैले अब क जस्तो मतलब क वर्ग तपाईँको यो लेभलमा आएको बैङ्कलाई मैले केलाइराख्नुपर्छ हो। अब पैसा दिँदाखेरि तपाईँको यहाँ पैसा पाएर पनि कता गइसक्यो, भ्यालुएसनको गर्दाखेरि भ्यालुएसन रिपोर्ट त पछाडि आयो फेरि। हेर्नुहोस्, मानौँ न तपाईँको यो पूर्जा पनि मैले यहाँ केलाउँदाखेरि 10 गतेको 4-10मा चाहिँ पूर्जा आएको देख्यो यहाँ हो। अब 4-11मा तपाईँको रासो तिरेको देख्यो। हेर्नुहोस् यो पनि कति अन्याय रहेछ। हेर्नुहोस् यतिसम्म काज हेर्न नसक्ने कुमारी ब्याङ्क कस्तो के हेरेर तपाईँको त्यहाँ सेक्सन वाइज अनुसारमा हामी यो काज राष्ट्र ब्याङ्कको नियमावली अनुसार हामीले हेरेको छु, कतै पनि गल्ती गरेको छैन भन्ने काज लेखिरहेको छ। पहिला शोभा साक्यबाट तपाईँले पैसा लिन थियो। शोभा साक्यले म कुसुम प्रधानसँग मिलेर एउटा कम्पनी हायर गर्छु र तपाईँलाई लोन उपलब्ध गराउँछु, तपाईँको पैसा पनि उपलब्ध हुन्छ, जग्गा पनि उपलब्ध हुन्छ भन्ने कुरा आयो। सही कुरा। शोभा साक्य र कुसुम प्रधानले कुमारी ब्याङ्कसँग कनेक्सन गरेर लोन प्रवाह गरे। कुमारी ब्याङ्कसँग लोन प्रवाह गरिसकेपछि 19 करोडको लोन प्रवाह भयो। सही। यो पैसा कम्पनीमा आयो। सही। आयो गयो अथवा एबिसी कुन कम्पनीमा गयो? तपाईँहरूको कम्पनीमा आएन यो पैसा। त कम्पनीमा देखायो स्टेटमेन्टमा देखायो। हेर्नुहोस् हजुर, एउटा चेकले तपाईँको 4 त भाउचर उठाएर चाहिँ तपाईँको उता बिल्वा भूमिको कम्पनीमा पठाएको देखिन्छ। अब बिल्वा भूमिमा नपठाएको हो भनेदेखि अरू ठाउँमा पठाएको भने हामीले फ्रड गऱ्यौँ भन्ने एउटा भन्न ठाउँमा हुन्छ। हजुर। तर जसको जग्गा धनी हो त्यसमा पठाएको हो नि त, हामीले सही ढङ्गले काम गरे हो नि त। तर त्यसको अगाडि बिगारेको जुन छ र कुमारी ब्याङ्कले बिगारेको चिज म भोग्ने हो र त्यो कुरा म भोग्ने होइन नि त। त्यसमा त्यो कुमारी ब्याङ्कले बिगार्यो होला, त्यो तपाईँले भोग्न मिल्दैन। त्यो तपाईँले भोग्नुभयो। 19 करोड पैसा कम्पनीमा हालिसकेपछि यो ब्याङ्कले ट्रान्सफर गर्यो अथवा एउटा चेकको भरमा 4वटा भाउचर निकालेर ट्रान्सफर गर्यो। ब्याङ्कले यहाँनिर कहीँ कमजोरी भयो है भन्ने फेरि ब्याङ्कलाई थाहा भयो। अगाडि थाहा भयो नि त। अगाडि थाहा भयो। अगाडि थाहा भइसक्यो त यो कुरा। अनि ब्याङ्कलाई कमजोरी भयो भन्ने थाहा पाइसकेपछि तपाईँलाई फेरि 24 करोड दिन्छौँ भनेर फेरि प्रलोभनमा पार्यो। बस तपाईँले 24 करोड आउँछ भने हामी अरू पनि बिजनेस काम गर्छौँ होइन, गर्न सकिन्छ भन्ने प्रलोभनमा तपाईँ पर्नुभयो। अनि 24 करोड पास गराउँछु भन्यो। 24 करोड पास गराउँछु भन्नलाई तपाईँको प्रपर्टी माग्यो। सही कुरा। तपाईँले प्रपर्टी हस्तान्तरण गर्नुभयो। बस। अनि हस्तान्तरण गरिसकेपछि 24 करोड तपाईँको अकाउन्टमा ब्याङ्कले हाल्यो कि हालेन? 24 करोड त दिने मात्रै आह्वान गर्यो। हो। अनि देखायो, खास देखाउने मात्रै, दिने मात्रै लोभ मात्रै देखायो। अनि वास्तवमा उसले त 19 करोड मात्रै फेरि एक्सेप्ट गर्यो। मानौ न तपाईँको
20 वर्षको लागि भने डेनियललाई दिएको हो यो अवधि हजुर हो। अब यो चाहिँ तपाईँको आशा भने जुन छ मेरो मेरो जुन पर्सनल कम्पनी भयो हजुर अब न्यू भएर भने मेरो भाइको नम्बर कम्पनी भयो त्यो भिन्दै छ फेरि हजुर। हेर्नुहोस् छुट्टै छ। त्यही आराले तपाईँको यो 24 करोड 25 करोड दिने एउटा जुन उनलाई ढाँचा देखायो नि त लोभ देखायो नि त त्यसैमा लैलैमा त मैले भाइले त मनायो नि त भाइ पनि त त्यो कुरा लैलैमा चाहिँ लायो हो नि त ल ठिकै छ त हामी मिलेर काम गरौँ नि त एउटा प्लस पोइन्टमा आयो नि त भन्ने हिसाबले हामी यो प्रपर्टी राखेको हो नि त ल ठिकै छ त त्यो अनुसार त तर 24-25 करोड त पाएन त पायो कसरी पायो 19 करोड मात्र पायो तर पायो त्यो पैसा पनि 19 करोड पनि कसरी दियो 12 करोड 80 लाख चाहिँ तपाईँको भाइकोमा पारेछ 6-20 को चाहिँ नि 6 करोड 20 को चाहिँ मेरोमा पारेछ त्यो इन्क्लुड गर्दाखेरि 19 करोड मात्रै बराबर भयो। यो 19 करोड कसरी भयो त हामीले दिने त तपाईँको 24-25 को कुरो गरेको थियो नि त होइन। हामी 20 भन्दा माथि गयो भने तपाईँको बोर्ड मिटिङ बस्नुपर्छ अहिले यो यति पाउने गर्नुहोस् भन्ने एउटा ऊ गरेको थियो। अब त्यो अनुसार ओके भनेर हामी ऊ पनि गरेँ सबै सही पनि गरेँ। हेर्नुहोस् अब मेरो बुहारीले पनि सही गरायो दुनियाँलाई सही गराएदेखि सही ढङ्गले त काम गर्नु परिहाल्यो नि हामी लुकीछिपी छैन नि त्यसमा हो। छक्कपन्दा हानेर फ्याक्ट टाइपले चाहिँ काम गर्नु खोजे पनि होइन भएको कुरालाई चाहिँ क्लियरै गरेर लाइसेन्स दिएरै काम गरे हो नि त। त्यो अनुसारमा पाउन त पायो तर त्यो अनुसारमा चाहिँ तपाईँको यो पैसा एकाउन्टमा हाल्दैमा पैसा त हामीले चलाउनु पाएन त्यो पैसा खोइ पैसा पनि पैसा चाहियो कि प्रपर्टी के गर्यो मेरो रका त छ ठिकै छ रका छ भने त ठिकै छ त तर डिआरटीमा गएर मेरो मुद्दा के अरे मुद्दा हालेर चाहिँ मेरो सम्पत्ति हडप्ने सानो ब्याज तिरो भनेर चाहिँ धम्की दिने मानव तज दिने यो पनि अन्याय हो र यो के पैसा चाहियो न्यू रोडको ब्रान्च भन्नुभयो के हैन स्मृति जोशी बैंक म्यानेजर त्यो बेला स्मृति जोशी अब त्यसो तपाईँको यो केस हुँदै लैलैमा तपाईँको सिओदेखि लिएर पुछरसम्म ब्याङ्कमा हटिसक्यो सबै हटिसक्यो त्यो त तान्न सकिन्छ त ठुलो कुरा हटिसक्यो हट्नु कारण के त बेमानले काम गऱ्यो भने अर्किन्छ बेमान गरेपछि त हट्नु त पर्यो त हो। त्यो हटेर पनि कति दिन हट्ने भने हो यो दिन्छु त्यो दिन्छु भनेर चाहिँ फकायो पहिला फलफुलायो नि त हो। अब यो गर्दै त्यो गरिदिएपछि हामीले पनि चाहिरहेको हो यो प्रपर्टी यो हाउसिङको लागि त हामीले पनि चाहिने हो भने त्यसैमा लागि पऱ्यो हो नि त त्यसमा नभए त्यो किन लाउनु पऱ्यो हामीलाई चाहिने नि होइन यो